हामीले सोच्ने गरेका डरलाग्दा कुराहरूमध्ये सायदै कुनै भ्याम्पायर जति लामो समयसम्म हाम्रो मनमा बसेको होला। आखिर 100औं वर्षपछि पनि यो मिथक किन मर्दैन? आज हामी यही रहस्यको पर्दा खोल्नेछौँ। गुइलेर्मो डेल टोरोको यो भनाइले धेरै कुरा प्रष्ट पार्छ। जब हामी जोम्बी वा भूतको कुरा गर्छौं, हामीलाई आफ्नो मृत्यु र कमजोरीको याद आउँछ। तर भ्याम्पायरले हामीलाई एउटा एकदमै फरक, आकर्षक तर डरलाग्दो विचारसँग सामना गराउँछ। सधैँका लागि बाँच्नु भनेपछि यो डर मात्रै होइन, यो त मृत्युलाई जित्ने हाम्रो भित्री चाहनाको कथा पनि हो। आजकल त किताबदेखि फिल्मसम्म जता हेर्यो त्यतै भ्याम्पायर देखिन्छन्, होइन त? तर खासमा उनीहरूमा त्यस्तो के छ जसले हामीलाई यति धेरै तान्छ? कि यो उनीहरूको शक्ति हो, उनीहरूसँगको खतरा हो, वा कहिल्यै नमर्ने प्रमिस? ल, आउनुहोस् उनीहरूको यो अनन्त आकर्षण पछाडिको रहस्य के हो पत्ता लगाउँ। ल, यो कुरालाई राम्ररी बुझ्नको लागि हाम्रो यात्रा यस्तो हुनेछ। हामी पहिले लोककथाहरूमा यसको जरा कहाँ थियो भनेर हेर्नेछौँ। त्यसपछि त्यो अन्धविश्वास पछाडि लुकेको अचम्मको विज्ञानबारे जान्नेछौँ र अन्त्यमा यो कसरी बिस्तारै बदलिएर हाम्रो आफ्नै ऐना बन्यो भनेर पनि बुझ्नेछौँ। एकछिन सोचौँ त, त्यो जमाना कस्तो थियो होला जहाँ विज्ञान थिएन, जहाँ कुनै रोग अचानक फैलियो वा कसैको मृत्यु भयो भने त्यो एउटा नबुझिने रहस्य बन्थ्यो। हो, त्यही अनिश्चितता र डरलाई एउटा रूप दिन मानिसहरूले राक्षसहरूको कल्पना गरे र त्यही आदिम डरको कोखबाट भ्याम्पायरको जन्म भयो। मनोवैज्ञानिक कार्ल युङको एउटा एकदमै रोचक विचार छ। उनी भन्छन्, हामी सबैभित्र एउटा छाया हुन्छ, हाम्रो मनको त्यो अन्ध्यारो कुना जहाँ हामी आफ्नो डर, रिस र नराम्रा इच्छाहरू लुकाउँछौँ। मतलब भ्याम्पायर बाहिरको कुनै राक्षस मात्रै होइन रहेछ, यो त हामीले हाम्रो आफ्नै भित्री अन्धकारलाई दिएको एउटा अनुहार हो। अनि यो डर कुनै एक ठाउँमा मात्र सीमित थिएन है। चाहे त्यो भारतको बैताल होस् वा ग्रिसको व्रिनोकोलाकास, संसारभरका संस्कृतिहरूमा मरेर फर्किने र जिउँदाहरूको रगत पिउने प्राणीहरूको कथा भेटिन्छ। यो एक किसिमले आफ्नो दुर्भाग्य र दुःखलाई एउटा चिनिने अनुहार दिने विश्वव्यापी तरिका थियो। तर के यी कथाहरू केवल कल्पना मात्रै थिए त? के होला यदि यी डरलाग्दा कथाहरू पछाडि कुनै वैज्ञानिक कारण लुकेको थियो भने? यसको जवाफ सायद चिकित्सा विज्ञानमा लुकेको छ। कुरा के हो भने सायद सुरुका भ्याम्पायरहरू कुनै राक्षस थिएनन्, बरु बिरामी मानिसहरू थिए जसको अवस्थालाई त्यो बेलाका मानिसहरूले दुःखद रूपमा बुझ्न सकेनन्। यहाँको सम्बन्ध त साँच्चै अचम्मको छ। हेर्नुहोस् त, पोर्फाइरिया जस्ता रोगले छालालाई सेतो बनाउँथ्यो र घाममा निस्किने नसक्ने गरी पोल्थ्यो। रेबिज लागेपछि मान्छे आक्रामक हुन्थ्यो र अनुहारको मासु बटारिएर जनावर जस्तो देखिन्थ्यो। अनि क्याटालेप्सी भन्ने अवस्थाले त मान्छेलाई मरेको जस्तै देखाइदिन्थ्यो, जो केही दिनपछि फेरि बेउझन्थ्यो। अचानक यी सबै मिथकहरूको पछाडि एउटा डरलाग्दो चिकित्सा आधार देखिन थाल्छ, होइन? अब रेबिजको कुरा गरौँ। यसले त कथाको एउटा मुख्य टुक्रा नै मिलाइदिन्छ। त्यो हो सङ्क्रमण। यो भाइरस स्नायु हुँदै दिमागमा पुगेर मान्छेलाई आक्रामक बनाउँछ। एउटा टोकाइबाट अर्कोमा सर्ने रोगको यो धारणा भ्याम्पायर बन्ने मिथकको लागि एकदमै मिल्ने जैविक आधार बन्यो। जब विज्ञानले यस्ता पुराना डरहरूलाई अलिअलि हटाउँदै लग्यो, तब लेखक र कलाकारहरूले भ्याम्पायरलाई लोककथाको एउटा सामान्य राक्षसबाट उठाएर एक जटिल साहित्यिक पात्रमा रूपान्तरण गर्न थाले। यो परिवर्तन हेर्न लायक छ। 19औं शताब्दीमा हामीले एउटा सभ्य, धनी र आकर्षक भ्याम्पायर पायौं। त्यसको केही दशकपछि ब्राम स्टोकरले त्यसलाई दुष्टताको प्रतीक बनाए। तर 20औं शताब्दीमा आएर केही बदलियो। हामीले पीडित भ्याम्पायर देख्न थाल्यौं, जो आफ्नै प्रकृतिबाट दुखी छ। र आज त ऊ प्राय एक रोमान्टिक नायक बनेको छ, जो प्रेम र मुक्तिको खोजीमा छ। ब्राम स्टोकरले जे गरे त्यो साँच्चै शानदार थियो। उनले संसारभरिका अनगिन्ती मिथकहरूको सबैभन्दा डरालाग्दो पक्षहरूलाई निचोरेर एउटै पात्रमा हाले। अनि नाम पनि त्यस्तै दिए, ड्राकुला, जसको अर्थ शैतानको छोरा हुन्थ्यो। यसले आउनेवाला सबै राक्षसहरूको लागि एउटा ब्लुप्रिन्ट नै तयार पारिदियो। यो फरक त आकाश पातालको छ। हेर्नुहोस् त, काउन्ट ड्राकुला एउटा शिकारी थियो जसलाई मार्नै पर्थ्यो, तर आजको भ्याम्पायर प्राय एउटा दुखी आत्मा, एक संरक्षक वा एक प्रेमी हो जसलाई हामी बुझ्न चाहन्छौँ, बचाउन चाहन्छौँ। हामी राक्षसलाई मार्ने ठाउँबाट उसलाई बचाउन चाहने ठाउँसम्म कसरी आइपुग्यौँ? अब कुरा गरौँ आजको भ्याम्पायरले हाम्रो समाज र हाम्रो आफ्नै स्वभावबारे के भन्छ भनेर। यो नै सबैभन्दा महत्त्वपूर्ण पाटो हो। यो नै मुख्य प्रश्न हो। के उनीहरूले रोग र महामारीप्रतिको हाम्रो डर देखाउँछन् वा शक्तिप्रतिको हाम्रो आकर्षण?
कि यो जटिल संसारमा सही र गलत छुट्याउन हामीले गर्ने सङ्घर्षलाई देखाउँछन्। जे भए पनि आधुनिक भ्याम्पायरहरू हाम्रै चिन्ताहरूको ऐना हुन्। यसको सबैभन्दा राम्रो उदाहरण हुन् निर्देशक गुइलेर्मो डेल टोरो। उनी भ्याम्पायरलाई नयाँ बनाउँदैनन्, बरु पुरानो लोककथा र हाम्रो आजको डरलाई मिसाउँछन्। उनका भ्याम्पायरहरू जादुमयी होइनन्, बरु जैविक हुन्, एक भाइरल महामारी। यसले के हुन्छ भने त्यो पुरानो मिथक आजको हाम्रो महामारी र सामाजिक पतनको डरको सिधा प्रतिबिम्ब बन्न पुग्छ। भनेपछि भ्याम्पायरको यो लामो यात्राको कथा एक हिसाबले हाम्रो आफ्नै कथा हो। उसको भित्री राक्षससँगको लडाईँ भनेको हाम्रो आफ्नै छायासँगको लडाईँ हो, एउटा अपूर्ण संसारमा अर्थ र मुक्तिको लागि हामीले गर्ने अनन्त खोजको प्रतीक। र यसले हामीलाई एउटा अन्तिम तर एकदमै गहिरो प्रश्नमा ल्याइपुर्याउँछ। यदि हामीले पहिले आफूभित्रको अन्धकारलाई जित्न राक्षसहरू मार्थ्यौँ भने अब जब हामी त्यही राक्षसको आँखामा आफ्नो अनुहार देख्न थाल्छौँ, यसको अर्थ के हो? सायद मान्छे र राक्षस बीचको त्यो रेखा हामीले सोचेको भन्दा सधैँ धेरै पातलो थियो।